नमस्कार। आज भने म हजुरहरूसँग एउटा यस्तो व्यक्तित्वको परिचय साझा गर्न गइरहेको छु र उहाँलाई मदर टेरेजा अफ नेपाल भनेर पनि चिनिने गर्थ्यो। हजुर अनुराधा कोइराला, जो आज हामीमाझ रहेनन् र उहाँलाई सम्मान र उहाँको आत्मा चिर आत्माले शान्ति पाउन् भन्ने प्रार्थना गर्दै उहाँको छोटो जानकारी हजुरहरू समक्ष राख्न चाहन्छु। उहाँ भारतीय मुलुकका हुन्, कालिम्पोङमा जन्मेका, तर उहाँको कर्मभूमि भने नेपाल काठमाडौँ नै रह्यो र उहाँले 30 वर्षभन्दा बेसी समाज सेवा गरिन्, मानव उद्धारको काम गर्नुभयो र उहाँले सन् 1993मा उहाँले माइती नेपाल खडा गर्नुभयो, जुन माइती नेपालले लाखौँ बालबालिकालाई बेचिनुबाट उद्धार गर्न सफल बन्यो भनेदेखि अहिले हजारौँजनालाई उद्धार गरेर पनि उहाँले एउटा समाजमा एउटा राम्रो जीवन व्यतीत गर्नु माइती नेपालले सहयोग पुर्याइरहेको हामी माझमा यो एकदमै खुलस्त छ र फेरि पनि म उहाँको चिर आत्माले शान्ति पाउन्, साथै उहाँ पछाडि छोड्नु भएको जुन माइती नेपाल परिवार छ उहाँलाई पनि यो क्षति सहन गर्ने ईश्वरले शक्ति प्रदान गरून्।